हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ म घोराइदेखि लमै जाँदैछु र यो बबई नदीको पुल क्रस गरेपछि यो कुइरे पानी भन्ने ठाउँ आउँछ। यो कुइरे पानी पछि चाहिँ यो चौपट्टा भन्ने ठाउँ आउँछ र चौपट्टा पछि चाहिँ ओह्रालो बाटो सुरु हुन्छ। अनि यो आजको हेर्न सक्नुहुन्छ मौसम पनि एकदम राम्रो छ, गर्मी पनि छैन, बिहान हल्का पानी परेको थियो, त्यसैले मौसम पनि एकदम शीतल शीतल छ। अगाडि जङ्गलको भ्यू पनि एकदम राम्रो छ, पहाडको भ्यू पनि एकदम राम्रो छ र बाटो पनि हल्का हल्का खाली खाली नै छ। आज बाटो किन खाली छ भनेको त यता जाम पो परेको रहेछ। केही बेर जाममा बसेर हामी चाहिँ अगाडितिर लाग्यौँ र हेर्न सक्नुहुन्छ गाइज हजुरहरूले यो जङ्गलको भ्यू यस्तो राम्रो छ। र यसपछि चाहिँ ओह्रालो बाटो सकियो र हामी चाहिँ मसोट खोला आइपुग्यौँ र मसोट खोलाको पुल क्रस गरिसकेपछि हामी अगाडितिर लाग्यौँ। अरू दिन भइदिएको भए चाहिँ एकदम गर्मी हुन्थ्यो, तर आज चाहिँ बिहान पानी परेकोले एकदम शीतल शीतल मौसम गरिरहेछ। र हेर्न सक्नुहुन्छ यो चाहिँ नेपालगञ्ज जाने बाटो हो र यो चाहिँ लमै जाने बाटो। अनि अर्जुन खोला क्रस गरिसकेपछि हामी चाहिँ अगाडि लमैतिर लाग्यौँ र यो चाहिँ लमैको क्रिकेट स्टेडियम, यो चाहिँ लमैको बस पार्क, अनि त्यसपछि यो चाहिँ लमैको व्यावसायिक भवन, अनि त्यसपछि यो चाहिँ लमै बजार हो, हेर्न सक्नुहुन्छ। त्यसपछि हामी लमै बजारदेखि अगाडि नै लाग्छौँ र हजुरहरूले हेर्न सक्नुहुन्छ यो चाहिँ लमै टु भालुबाङ रोड हो। र यो बाटो हामी जाँदै गर्दा नर्ती भन्ने ठाउँमा आइपुग्छौँ र यो नर्तीको बोर्डदेखि चाहिँ थोरै अगाडि एउटा चोक रहेको छ। यो चोकमा चाहिँ हामीले नार्क प्रविधि गाउँ भनेर चाहिँ एउटा बोर्ड देख्छौँ। यो चाहिँ हाइवेदेखि मात्र 1.5 किलोमिटर भित्र रहेछ र यो नार्क प्रविधि गाउँ के रहेछ भनेर चाहिँ हामी नार्क प्रविधि गाउँतर्फ नै लाग्यौँ। नार्क भनेको चाहिँ नेपाल एग्रिकल्चर रिसर्च काउन्सिल हो र यो नार्क अफिस कृषि अनुसन्धान निर्देशनालय खजुरा बाँकेको एउटा साइट अफिस चाहिँ यो नार्क प्रविधि गाउँ रहेछ। र जाँदै गर्दा हामी चाहिँ यो खोलामा आइपुग्छौँ र यो खोलाको पानी चाहिँ यहाँका किसानहरूले सिँचाइ गर्नु हुँदो रहेछ र यो खोला क्रस गरेपछि हामीले चाहिँ नार्क प्रविधि गाउँको बोर्ड देख्छौँ। यो चाहिँ लमै 2 केरुनियामा रहेको छ र यो नार्क प्रविधि गाउँले के काम गर्छ भनेर चाहिँ हामीले यहाँका कर्मचारी शिशिर अधिकारीज्यूसँग जानकारी पनि लियौँ। र यही केरुनिया भन्ने ठाउँमा हरित क्रान्ति कृषि सहकारी संस्था पनि रहेछ, हजुरहरूले हेर्न सक्नुहुन्छ। र यही गाउँ घुम्ने क्रममा हामीले यहाँको मकै बाली पनि हेर्छौँ, यहाँ सिँचाइको पनि राम्रो व्यवस्था रहेछ। र घुम्दै गर्दा हामीले देख्छौँ यो बाटोमा यसरी मकैहरू सुकाउनको लागि राखिएको रहेछ। यो गाउँमा पशुपालन चाहिँ कसरी हुन्छ भनेर हेर्नको लागि हामी एकजना कृषककोमा गयौँ। हजुरहरूले पनि हेर्न सक्नुहुन्छ यहाँको पशुपालन एकदम राम्रो र व्यवस्थित तरिकाले हुँदो रहेछ। मैले केही फोटोहरू पनि खिचेको छु, हजुरहरूले हेर्न सक्नुहुन्छ। र यो ब्लगलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।